नमस्कार साथीहरू, नेप्से डेली मार्केट अपडेट लिएर आइसकेको छु। आज साताको दोस्रो कारोबार दिन बुधबार वैशाख 2 गते 2083 साल, नयाँ वर्ष 2083को पहिलो कारोबार दिन। आज भने बजार 33.27 अङ्कले बढेर 2866.87 बिन्दुमा रोकिएको छ। इन्ट्राडे ग्राफ अनुसार हेर्ने भने 1 बजेसम्म त एकदमै बुलिस मार के हो, बजारले 2830बाट रिभर्सल लिएकै हो कि क्या हो भन्ने खालको हाराइको श्रृङ्खला क्रिएट गरिरहेको अवस्था थियो। तर मेजर रेसिस्टेन्स 2880लाई चाहिँ जब एकचोटि रिटेस्ट गर्यो, ठिक छ, यो पहिलो फल त सामान्य नै हो, यतिको गिरावटलाई हामीले अपेक्षित नै मान्छौँ। तर त्यसपछिको राइजले जब ब्रेकआउट दिन सकेन, त्यसपछि चाहिँ मोमेन्टममा अलिकति क्वेसन उठेको थियो भने जब फर्दर ब्रेकआउट गर्न सकेन 2 बजेपछि, त्यसपछि चाहिँ ल आज चाहिँ अहिलेसम्म मोमेन्टम कमजोर नै छ, अझै पनि एग्रेसिभ भोल्युमको जरुरी छ, यो लेभलको सप्लाई पचाउनलाई भन्ने खालको कन्फर्मेसन आयो र त्यसपछिको लगभग डिस्ट्रिब्युसनमा नै बजार आज क्लोजिङ दिएको अवस्था छ। अब अङ्क हेर्दै गर्दाखेरि 33 अङ्कको वृद्धि छ, ओभरअल अलिकति सकारात्मक माहौल जस्तो क्रिएट भए तापनि एग्रेसिभली हाम फाल्नको लागि चाहिँ अझै पनि पोजिटिभ इन्डिकेसन छैन। अस्तिको फलमा 2830 तिर इन्ट्री गर्नु भएको छ भने चाहिँ होइन, खातामा सेयर आएको अवस्था छ, भोलितिर आउँछ होइन, आज आइसकेको छ भने हामीले सर्ट टर्म प्रफिट बुकिङको लागि चाहिँ हेर्न सकिन्छ कि जस्तो लाग्छ है मलाई। अझै पनि अहिलेसम्मको लागि चाहिँ सर्ट टर्म प्रफिट बुकिङकै लागि हेर्नु पर्यो। ब्रेकआउट दिएको खण्डमा चाहिँ हामीले माथि प्रफिट ट्रेल गर्ने अथवा फर्दर रिइन्ट्रीको स्ट्राटेजी बनाउन सकिन्छ प्राइस एक्सन मात्रै हेर्दै गर्दाखेरि। किनभने म अझै पनि भन्छु टर्नओभर अझै पनि कम छ र यो जुन अहिले 2860को बिन्दु देख्दैछौँ नि, लेटेस्ट कतिवटा आइपिओ आए, त्यो आइपिओबाट आएका स्टकहरू क्यापिटलाइजेसनले गर्दाखेरि निफ्टीमा कति अङ्कको योगदान भएको छ। त्यति योगदान हुँदै गर्दा पनि बजारले 2880लाई नै रिटेस्ट गर्नुपर्ने, योभन्दा अगाडिको सपोर्ट, योभन्दा अगाडिको रेसिस्टेन्सलाई नै तोड्न हम्मे पर्नुपर्ने भनेको त बजारको एक्चुअल स्ट्रेन्थ त कमजोर भएको हो नि त। नयाँ आइपिओको क्यापिटलाइजेसनले गर्दाखेरि निफ्टी इन्क्रिज भइरहेको छ। यो एङ्गलबाट बुझ्ने भने टर्नओभर कम छ क्या, त्यसरी बुझ्न पऱ्यो। अब अरू के छ, टेक्निकल अवस्था के कस्तो सिनेरियो छ, हामीले कस्तो स्ट्राटेजी बनाउन सक्छौँ। अब नयाँ वर्षमा पनि हामी आइसकेको अवस्था छ होइन, अब कस्तो खालको स्ट्राटेजी र मेरो विचारमा चाहिँ 1-2 महिनापछि हुनसक्ने खालको सम्भावित मार्केटको मुभ अथवा सम्भावित केही स्ट्राटेजीको बारेमा पनि हामी चर्चा गर्नेछौँ। हजुरहरूले कमेन्ट गर्नुभएको स्टकमा चर्चा गर्नेछौँ र अरू चार्टिङ यताउता इन्डिकेटर सबै हामी हेर्छौँ। पहिला चाहिँ एकचोटि समरीमै जाउँ। आज 10 अर्ब 53 करोडको कारोबार भएको छ। रिसेन्ट टाइमको हेर्ने हो भने चाहिँ अब अलिकति इन्क्रिज भएको छ, यो सकारात्मक सर्ट टर्मको लागि हेर्ने हो भने, र लगभग 2 करोड 64 लाख इत्ता सेयर कारोबार भएका छन्। 221वटा कम्पनीका लगानीकर्ताले आज कमाएका छन्। त्यसमा पनि आरएलएल भयो, पिसिआइएल, एसकेएचसिएल, एचएफआइएन होइन, लेटेस्ट आइपिओ लिस्टेड कम्पनीहरू। एउटा सिन्धुमा पोजिटिभ सर्किट लागेको छ, त्यसै गरी एसकेएचसिएल, एसआइपिडी, एसओएचसिएल, यी सबै लेटेस्ट आइपिओ कम्पनीहरू हुन् भने सबैमा नै एकदमै एग्रेसिभ वृद्धि देखिएको अवस्था छ। र 45वटा कम्पनीका लगानीकर्ताले आज गुमाएका छन्। त्यसमा पनि रिलायन्स भयो आज है 5%को गिरावट देखिन्छ। युएलबिएसएल, एमकेएचएल, एसएबिबिएल, एनएचपिसी, एसएमएफबिएस, बिएनटी, एचआरएल, यी कम्पनीमा अलिकति केही गिरावट भएको छ भने तीनटा कम्पनी आज अनचेन्जमा रहेका छन्। वरुण भयो, एनआइएल र राभा। अब टर्नओभरको हिसाबले हेर्ने हो भने शिवममा सर्वाधिक टर्नओभर सहित कारोबार भएको छ, जुन एउटा 690 692 को मेजर रेसिस्टेन्सको एरिया थियो, यसलाई चाहिँ शिवमले आज तोडेको छ है। यो 708 को हामीले एलटिपी देख्यौँ, यो सकारात्मक छ। त्यसै गरी एनएचपिसी भयो, आरएसएमएल, एसओएचएल, रिडीमा सर्वाधिक टर्नओभर छ भने भोल्युमबाट एनएचपिसी, एचडिएचपिसी, केभिएल, शिवश्री हाइड्रो, एचआइडिसिएलको प्रोमोटरमा सर्वाधिक भोल्युम र ट्रान्ज्याक्सन अर्डर म्याचिङबाट पनि एसओएचएल, एनएचपिसी, बिजेएचएल, शिवम, शिवश्री हाइड्रोमा आज सर्वाधिक ट्रान्ज्याक्सन देखिन्छ। 1,23,300 ट्रान्ज्याक्सन भएको छ भने लगभग 344वटा स्ट्रिपको कारोबार भएको छ। र ओभरअल बजार क्यापिटलाइजेसन हेर्ने भने हामी 49 खर्बको एकदमै नजिक छौँ, 10 अर्ब मात्रै कमी छ। अहिले मार्केट क्यापिटलाइजेसनको आधारमा हामी सकारात्मक छौँ। तर यो भन्दै गर्दा हामीले के बुझ्न भएन भने हामीले थ्रेसोल्डलाई त पहिलाकै थ्रेसोल्ड लिइरहेको छौँ, 50 खर्बको थ्रेसोल्ड होइन। अब हामीले लिने त 47.5 खर्बलाई लिन्थ्यौँ, 1.5 खर्ब त हामीले इन्क्रिज गरेका छौँ मार्केट क्यापबाट। मैले एकचोटि हेरिहालेँ है त, मसँग एउटा यहाँ डाटा चाहिँ थियो, यो कति चाहिँ हाम्रो इन्क्रिज भएको छ भन्नेवाला है त। हाम्रो टोटल मार्केट इन्क्रिज भएको भनेको चाहिँ लगभग ल मैले यो एकचोटि हेरेर मैले एउटा कम्युनिटी पोस्ट मार्फत होइन भने भोलिको भिडियोमै चर्चा गर्नेछु है त। मैले ठ्याक्कै फाइल चाहिँ भेटाइनँ यहाँनिर। मैले नयाँ आइपिओ लिस्टेड कम्पनीहरूबाट तिनीहरूको मार्केट क्यापको योगदानबाट नेप्सेमा कतिको चाहिँ होइन यो अङ्कमा चाहिँ तिनीहरूको योगदान छ त, त्यसको एउटा मैले फाइल चाहिँ पाएको थिएँ होइन। त्यो चाहिँ मैले हेरेर म जानकारी मैले एकछिनमा कम्युनिटी पोस्टमा अपडेट चाहिँ गर्नेछु है त। र हाम्रो वाट्सएप ग्रुपमा पनि मैले चाहिँ हालिदिनेछु, सो द्याट हजुरले त्यहाँबाट चाहिँ एकचोटि चेकआउट चाहिँ गर्नु होला। र अरू त ठिकै छ भनौँ मार्केट क्यापबाट अहिले तत्कालको लागि। तर हामीले
जुन एउटा ब्राकेट लिइरहेका छौँ नि त्यो ब्राकेट भनेको पुरानै ब्राकेट हो जुन 50 खर्बको अहिलेको लागि त मलाई लाग्छ यो पुरानो 3200 को हाई ब्रेक हुनको लागि नेप्सीले 3600 ब्रेक गर्नुपर्छ जस्तो लाग्छ कि अहिलेको 3600 तोड्दै गर्दाखेरि बल्ल पुरानो त्यतिखेरको क्यापुलेसनको आधारमा चाहिँ 3200 ब्रेक हुन्छ सो अहिले नै हैन यत्रो क्यापुलेसन इन्क्रिज हुँदै गर्दा पनि 2880 मै बजारले हैन एकदमै माथि जान नसक्नु फलामको चिउरा खाए सरह हुनु यो भनेको चाहिँ बजारमा साच्चै कन्फिडेन्सको अलिकति कमी भन्ने खालको इन्डिकेसन पनि हो त्यसरी पनि हामीले बुझ्न चाहिँ पर्यो है त अंक मात्रै हेर्न हुँदैन यो अंकको पछाडीको हैन रिजन पनि हेर्नु पर्यो अंक पछाडीको खेल पनि हेर्नु पर्यो त्यसरी चाहिँ हामीले हेर्न पर्यो है त अहिलेको लागि ल अब प्राइस एक्सन तर्फ जाउँ हामी के छ त प्राइस एक्सन हेर्ने भने रिसेन्टको अब अघिल्लो हाईलाई चाहिँ ब्रेक गरेर अगाडितिर बढेको छ यो सकारात्मक हो सँगसँगै भोल्युम पनि इन्क्रिज हुनु भनेको चाहिँ एउटा पोजिटिभ इन्डिकेसन हो ठिक छ अहिलेको लागि पर्याप्त छैन तर एभरेजमा हैन हाम्रो धेरैजना भ्युअरहरूले चाहिँ 8-10 अर्ब नै हो अहिलेको लागि हामीले हेर्ने भन्नुभएको छ मास साइकोलोजी नै 8-10 अर्बमा ह्याप्पी छ भने त यस वी हेभ टु टेक इट त्यो हिसाबले अहिलेको लागि 10 अर्बलाई यदि भ्यालिड मान्दै अगाडि बढ्ने भने यस हामीले ब्रेकआउटलाई भ्यालिड मान्न सक्छौँ तर स्ट्रेन्थवाला ब्रेकआउट चाहिँ होइन मेजर सप्लाईको रेन्ज छ होरिजेन्टल मेजर रेसिस्टेन्सको एरिया भनेको यही 2880-90 को रेन्ज हो सो यसलाई तोड्छ भने यस हामीले 2920 सम्मको पोटेन्सियल देख्छौँ यो 2830 बाट मजाले लिक्विडिटी लिएर हल्का अगाडितिर बढेको छ त्यो हिसाबले तर मेरो विचारमा यो अघिल्लो हाई तोडेर जानलाई चाहिँ यतिको भोल्युमले सक्दैन त्यसैले अहिले किन्नेको लागि हामीले सर्ट टर्मकै स्ट्राटेजी बनाउनु होला हैन भने मार्केट अझै पनि केही बिल्डअप क्रिएट गर्न सक्छ यही रेन्जमा चाहिँ अब अलिअलि झर्ने बढ्ने हैन यो भएर यो एरियामा मजाले लिक्विडिटी लिएर अनि बल्ल माथि जाने सम्भावना पनि देखिन्छ त्यसरी पनि हेर्न पर्यो ल हाइगेनेसीबाट हेर्ने भने एकदमै सकारात्मक छौँ अहिलेसम्म सेलिङ इन्डिकेसन आएको अवस्था छैन अस्ति रिसेन्टली बाइ सिग्नल आइसकेपछि 7 अप्रिलमा जुन बाइ आएको थियो अहिलेसम्म भ्यालिड नै छ हाइगेनेसीबाट यहाँनिर किनेका छौँ भने बेच्नको लागि डराउनु परेन अलिकति स्ट्रिङ भएको अवस्था थियो अघिल्लो कारोबार दिन अलिकति बेच्नको लागि हैन स्ट्राटेजी बनाउनु पर्ने खालको इन्डिकेसन क्रिएट गरेको अवस्था थियो तर त्यसलाई फेरि इन्भ्यालिड पार्दै अगाडि बढेको छ सो हाइगेनेसीबाट त हामी पोजिटिभ नै हुन सक्छौँ नर्मल क्यान्डलबाट त अब ब्रेकआउट नै छ भनेपछि पोजिटिभ हुने कुरा भइ नै हाल्यो यसरी आरएसआई पनि हेरिहालौँ है त के छ आरएसआईको इन्डिकेसन 56.57 मा छौँ 50 को बिन्दुसम्म नझरिकन माथि गएको छ अघिल्लो लोलाई ब्रेक नगरिकन माथितिर गएको छ र योभन्दा अगाडिको हाईलाई चाहिँ तोडेर अगाडि बढेको छ यो भनेको मोमेन्टममा अलिकति केही वृद्धि भएको छ लगानीकर्ताहरूमा अलिकति एग्रेसिभनेस इन्क्रिज भएको छ भन्ने खालको इन्डिकेसन हो स्ट्रेन्थ स्लाइटली इन्क्रिज भएको चाहिँ हामीले देख्न सक्छौँ आरएसआईबाट यो पनि सर्ट टर्म बजारको लागि चाहिँ सकारात्मक हो सर्ट टर्म भनेको कतिसम्म सर्ट टर्म यही 2910-20 यही रेन्जसम्मको सर्ट टर्मलाई हामी सकारात्मक बुझ्न सक्छौँ मेरो विचारमा चाहिँ होइन भोलि तोडेरै माथि जान्छ भने त यस मेजर रेसिस्टेन्स तोड्नु भनेको त एग्रेसिभ बुलिस हो त्यो बेलामा त झन् हामीले एग्रेसिभ इन्ट्रीको लागि हेर्छौँ त्यसरी तर माइन्डसेटमा चाहिँ यो 2900 को आसपासको रेन्ज चाहिँ सेलिङकै लागि बढी चाहिँ ख्याल चाहिँ गर्नु होला है किनभने अब रियलाइज प्रफिट हुनु पर्यो अनरियलाइज मेरो सेयरमा तलमाथि भएको अङ्कले तलमाथि भएको त्यो डिजिटल अमाउन्टले केही पनि हुनेवाला छैन है रियलाइज त गर्नु पर्यो नि त हाम्रो हातमा पैसा आउनु पर्यो क्या प्रफिट आउनु पर्यो त्यसपछि मात्रै यदि कमाएँ भन्न मिल्छ हामीले अहिले त कमाइरहेको छौँ ठिक छ मेरो सेयरमा होला तर सेल नगरुन्जेलसम्म कमाएको हुँदैन भोलि अलिकति बढेर इन्ट्राडेमै यसरी रिजेक्सन दियो भने त्यो गेन भयो त हाम्रो भएन नि त त्यो गेनलाई समात्नु पनि पर्यो मेन प्रब्लम भनेकै बेच्न नसक्नु हो कि लगानीकर्ताको चाहिँ सो हामी चाहिँ बेचौँ क्यास फ्लोलाई प्रायोरिटाइज गरौँ होइन सिम्पल त्यसरी हेर्न पर्यो है त ल तर बेच्न पनि अलिकति ख्याल गर्नुपर्ने पनि जोनमा छौँ एडी हेर्ने पनि अलिकति एक्युमुलेसन भएको छ एडीबाट अलिकति सकारात्मक नै हुन सकिन्छ अहिले नै अब एडीबाट अब डिसिजन मेकिङ गरिहाल्ने बेलामा त हामी छैनौँ अनब्यालेन्स भोल्युम पनि हेर्ने भने अब जस्तो एडीबाट हाईलाई ब्रेक गरेको छ तर ओबीमा त्यो खालको हाई ब्रेक गरेको हामीले देखेनौँ भनेपछि यहाँनिर अलिकति वेट गर्नुपर्ने खालको सिनारी हामीले देख्न सक्छौँ है यो ट्रेन्डको ब्रेकआउट पनि हामीले वेट गर्न सकिन्छ अनब्यालेन्स भोल्युमबाट होइन त्यसपछि पनि अलिकति सकारात्मकता हामीले पाउन सक्छौँ र एकचोटि हामी आवरलीमा गएर हेरौँ है त के छ ल आवरलीमा हेर्ने हो भने चाहिँ ठिक छ मजाले 2830मा लिक्विडिटी लिएर अगाडि बढेको छ तर रिजेक्सन नै मान्नुपर्छ है यसमा चाहिँ एउटा डोजी फर्मेसन पछिको नेगेटिभले यसलाई भ्यालिड नै पारिदिएको हो र एग्रेसिभ भोल्युम पनि छ अन्तिम 1 घन्टामा चाहिँ 2 बजेपछि चाहिँ सो अलिकति केही नेगेटिभ आउन सक्छ कि भोलि होइन अलिकति फल भएर फेरि पनि 2850 तिरको रेन्जमा लिक्विडिटी लिन सक्छ कि भन्ने बाटो चाहिँ खोलिदिएर आज क्लोजिङ दिएको छ त्यसैले सुरुमै हतारमा होइन एग्रेसिभली इन्ट्री गरिहाल्नु पर्ने त्यो खालको सिनारियो चाहिँ मैले देख्दिनँ डेलीमै फर्क्यौँ र अब हामी अरू इन्डिकेटरतर्फ जाउँ जस्तो एमएसिडीले के बताउँछ मोमेन्टम इन्डिकेटरले चाहिँ सकारात्मक इन्डिकेसन दिँदैछ है डेली बेसिसमा बाइ सिग्नलको हामी एकदमै नजिक छौँ भनेको 2900 लाई तोड्छ भोलि भने हामीले एग्रेसिभ बाइ सिग्नल पाउनेवाला छौँ रिजेक्सन हुन्छ भने अब यहाँनिर हिस्टोग्राममा नेगेटिभ यस्तो डार्क रेडवाला क्यान्डल फर्मेसन हुन्छ त्यो भनेको बेरिस मोमेन्टम एग्रेसिभ भयो हाबी भयो भनेर हामीले बुझ्न पर्यो अहिलेसम्मको लागि यस एमएसिडीबाट बेरिस मोमेन्टम एकदमै कमजोर भएको इन्डिकेसन पाइरहेका छौँ बेरिस कमजोर हुनु भनेको बुलिस मजबुत हुनु त हो त्यसरी बुझ्नु पर्यो है त एमएसिडीबाट अहिलेसम्मको लागि सकारात्मक छौँ क्लियर कट बाइ सिग्नलको लागि होइन यो इन्टरसेक्सन अहिलेसम्म हामीले भइसकेका देख्दैनौँ होइन इन्टरसेक्ट भइसकेको अवस्था छैन
इन्टरसेक्ट पछिको भनेको चाहिँ अब भ्यालिड बाई सिग्नल भनेर मानिन्छ, तर पनि मेजर सप्लाईमा भएको हुनाले प्राइस एक्सनलाई नै पहिला चाहिँ मेजर प्रायोरिटीमा राख्नुहोस्, किनभने हामी सानोतिनो होइन यो माइनर रेजिस्टेन्समा छैनौँ। इन्टायर अहिलेको 3200 पछिकै सबैभन्दा मेजर रेसिस्टेन्स, सबैभन्दा मेजर पिओसीको रेन्जमा छ 29,000-30,000 को बिन्दु भनेको। सो यतातिर एमएससीडीले ओके क्रसओभर दियो भनेर एग्रेसिभली किन्ने जुन चाहिँ हुँदैन है, इन्ट्री गर्दै यो एरियामा भोल्युम पुगेन होइन, अथवा यो एरियामा पार्सियल रिजेक्सन आउँछ अन्तिम समयमा भने एमएससीडीको बाई आयो भनेर मात्रै पनि हुँदैन। तर अहिलेसम्मको लागि चाहिँ हामी सकारात्मक छौँ। तल किनेका छ भने स्पाइकमा बेच्ने अवसरकै लागि हेर्न सकिन्छ नै भन्ने कन्क्लुजन भयो एमएससीडीबाट पनि है त। मेरो कन्क्लुजन चाहिँ अहिलेको लागि एमएससीडीबाट पनि अहिले अब पोजिटिभ आउँछ भने पनि अलिकति पर्ख्यौँ भन्ने नै हो एमएससीडीलाई चाहिँ है त, किनभने यो मिड टर्म इन्डिकेटर हो। मिड टर्म इन्डिकेटरले साइडवेज मार्केटमा चाहिँ इन्भ्यालिड इन्डिकेसन दिने सम्भावना बढी हुन्छ, त्यसरी पनि हेर्नु पऱ्यो। बुलिङ्गर ब्यान्ड के छ, मिडल ब्यान्डलाई तोडेको हो त क्लियर कट भन्दाखेरि यस बजारले आज तोडेर अगाडितिर बढेको छ। एउटा जुन मेजर खुड्किलो खालको, अब यसलाई क्लियर कट खुड्किलो पार गर्यो भन्न चाहिँ मिल्दैन, किनभने 2920 भन्दा माथिको हाम्रो क्लोजिङ अझै पनि छैन। तर क्लोजिङको बेसिसमा त यस एटलिस्ट मिडल ब्यान्डलाई तोडेर त अगाडि बढेको छ। सो पोजिटिभ हुने एस्पेक्ट चाहिँ हामीले देख्न सकिन्छ, त्यसरी बुझ्नु पऱ्यो है त। बुलिङ्गर ब्यान्डबाट मिडल ब्यान्डको ब्रेकडाउन नहुन्जेलसम्मको लागि भनेको 2850 भन्दा तल क्लोजिङ नदिन्जेलसम्म डराउनु परेन। फ्रेस इन्ट्री गर्ने हो भने पनि 2850 को स्टप लस राखेर, बढीमा 2830 को स्टप लस राखेर हामीले यस वी क्यान गो फर बाइङ भनेर पनि बुझ्न पऱ्यो है त बुलिङ्गर ब्यान्डबाट। ल ठिक छ, अब हामी के छ त एक्चुअली क्लाउड इचिमोकोबाट पनि बुझिहालौँ। इचिमोको क्लाउडले के इन्डिकेट गर्दैछ, हामीलाई इन्टरसेक्सन आएको थियो, अहिले अलिकति अगाडितिर बढेको छ, मोमेन्टम मेन्टेन गर्न खोज्दैछ है, अलिकति धर्मराउँदो अवस्था नै देखाउँदैछ क्लाउडले, तर सस्टेन चाहिँ गरेको भन्ने हो। अहिले सर्ट टर्मको लागि ठिकै छ भन्ने बुझ्न पऱ्यो, अलिकति इन्क्रिजको अपेक्षा राख्न सकिन्छ है भन्ने खालको इन्डिकेसन हो। मिड टर्मबाट त ठिकठाक नै छ अवस्था होइन, वेट एन्ड वाचको अवस्थामा देखाउँछ है त। ल ठिक छ, अब हामी एकचोटि मनी फ्लो मेजर हेर्न पर्ने कुरा भनेको मनी फ्लो इन्डेक्सले के बताउँदैछ त भन्दा आज अलिकति इन्क्रिज भएको छ यस भोल्युमको कारणले। तर हिजो अस्ति मार्केट इन्क्रिज गर्दै गर्दाखेरि एमएफआई तलतिर घटेर यो वृद्धिमा स्ट्रेन्थ छैन है, यो वृद्धिमा दम छैन है भन्ने खालको इन्डिकेसन चाहिँ दिइरहेको हो। आज इन्क्रिज भएको छ, सकारात्मक हो, भोलि पनि यसै गरी इन्क्रिज अगाडि बढ्नु पऱ्यो। आरएसआई मात्रै अगाडि बढेर भएन, प्राइस एक्सनमा मात्रै नेप्सी माथि गएर भएन, सँगसँगै हाम्रो एमएफआई सँगसँगै हाम्रो टर्नओभर होइन यो पनि माथि जानु पर्यो। त्यही रिजन हो अब माथि गएको छ। अहिलेको लागि हामी सकारात्मक हुन सक्छौँ। मेजर केही सेक्टरहरू छन्, सेक्टरहरूको अलिकति योगदान विशेष है अहिलेको लागि हामी हेर्छौँ अहिले सेक्टर पनि। ल इन्डिकेटर त ठिक छ अहिलेको लागि, मेरो विचारमा इन्डिकेटर्स ठिकै छ। अब क्लियर कट ब्रेकआउट पनि छैन, ब्रेकडाउन पनि छैन क्या। सो यसलाई चाहिँ मैले अझै पनि वेट एन्ड वाच नै भन्छु म होइन। सर्ट टर्मको लागि जस्तो हामीले 70% इन्भेस्ट गरेका छौँ नि, यस हामी 70मै बसौँ, त्यसलाई 100 बनाउने बेला पनि छैन, 50 बनाउने बेला पनि छैन है। हल्का इन्क्रिज हुन्छ भने चाहिँ प्रफिट बुकिङको लागि टार्गेट गर्न सकियो। अहिले त वेट एन्ड वाचकै अवस्था हो। ल अब एक्चुअली 5 डेज एमएमा के छ त अवस्था भन्ने हो भने यस हाम्रो 5 डेज एमए यो ब्रेकडाउन पोजिसन बाई सिग्नल दिएको थियो, ब्रेकडाउन नदिकन होइन अगाडितिर बढेको छ। सो यस होइन अलिकति इन्डिकेटर हेरेर म पर्खिन्छु, ब्रेकडाउन भइसकेपछि सेल गर्छु, 2830 भन्दा तल गएछ भने सेल गर्छु, अथवा 2780 भन्दा तल गएर सेल गर्छु भनेर वेट गर्नुभएको थियो भने यस तपाईँले अब होइन सेल गर्नु भएन र त्यो अहिलेको लागि बेनिफिसियल नै देखियो। सेल गरेका साथीहरूले चाहिँ ब्रेकआउट पछि अथवा अहिले पनि पार्सियल इन्ट्रीको लागि हामीले हेर्न सकिन्छ यो रेन्जमा चाहिँ है त। ल तर हामीले भिडियोमा चाहिँ यो इन्क्रिजमा चाहिँ बरु किन्नको लागि त्यस्तो चर्चा गरेका थिएनौँ, तर यो फलमा चाहिँ 2830मा किन्नको लागि चर्चा गरेका थियौँ, किनभने ब्रेकआउटमा सँगसँगै हामी किन्दैनौँ कहिले पनि। मैले चाहिँ कहिले पनि किन्दिनँ ब्रेकआउटमा होइन, सर मार्केटमाथि जाँदै गर्दाखेरि आई नेभर, किनभने त्यहाँनिर रिस्क बढी हुन्छ। तर ब्रेकआउट पछिको रिटेस्टमा बाइङको लागि चाहिँ प्रपर अपर्च्युनिटी हुन्छ अरूको प्रफिट बुकिङमा। ठिक छ कहिले काहीँ होइन त्यो लुज होला अलिकति, यो एरियामा 10-20% कमाउन सकिन्छ त्यो गयो होला, तर रिस्क पनि त मिनिमाइजेसन भयो। एग्रेसिभ रिस्क लिनुपर्ने रिजन छैन नि त त्यो हिसाबले। र ब्रेकडाउनमा यहाँनिर कमाइएको छ भने होइन यो एरियामा किनेको छ भने स्पाइकमा अब चाहिँ बेच्न पऱ्यो, त्यसरी हेर्न पऱ्यो है त मुभिङ एभरेजबाट। ल अब होइन यो एरियामा नकिनेको साथीहरूको पक्कै पनि यो एरियामा इन्ट्री भएको छ। सो प्रफिट बुकिङको लागि टार्गेट राख्नु होला भन्छु म चाहिँ 2920 को रेन्जतिर टार्गेट माइन्डमा चाहिँ टार्गेट राख्नुहोस्। अब बजारले कस्तो खालको सिनारियो देखाउँछ, स्ट्रेन्थ कतिको देखाउँछ त्यो अनुसारले अब होइन अब स्ट्राटेजी लिनु पऱ्यो त्यो मार्केटमा त भोलिको ट्रेडिङ आवरमा होइन। अब ब्रेकआउट दिन्छ यस वी विल ट्रेल, अब ब्रेकआउट दिँदैन धर्मर आउँछ यस्तै खालको, हाई ब्रेक गर्न सक्दैनौँ 2900मा जान्छ 2920मा जान्छ यस्तै खालको क्रिएट गर्छ, वी विल सेल, सिम्पल त्यसरी बुझ्नु पऱ्यो है त। ल ठिक छ, ल अब इन्डिकेटरलाई हामी यति नै गरौँ। हामी एकचोटि सेक्टर वाइज डाटातर्फ जाउँ है त। एकचोटि सेक्टर वाइज डाटा हेर्नुभन्दा अगाडि मैले हजुरलाई जानकारी गराइहालेँ, नयाँ वर्ष 2083 को चाहिँ हामीले विशेष अफर लिएर आएका छौँ। धेरै साथीहरूले चाहिँ होइन अफर ल्याउनु पऱ्यो स्मार्ट चार्ट सब्सक्रिप्सनको लागि भनेर भन्नुभएको थियो, त्यसलाई मध्यनजर गर्दै हामीले 40% अफको अफर लिएर आएका छौँ। तल कमेन्टमा लिङ्क रहेको छ, हजुरले पनि यसै गरी अब सोच्नुहोस् न, हजुरले पनि जस्तो कुनै अहिले हामी स्टक हेर्दै गर्दा पनि होइन हजुरले थाहा पाउनुहुन्छ, सेक्टर हेर्दै गर्दा पनि जस्तो अब नेप्से नै हेर्दा पर्दाखेरि
गर्दाखेरि अब यो लाइन ड्र गर्नु पऱ्यो, योभन्दा अगाडिको पिओसीको पोइन्टहरू पत्ता लगाऊ, कहाँनिर मेजर भोल्युममा ट्रेड भएको छ, मेजर रेसिस्टेन्स पत्ता लगाउनु पऱ्यो होइन। त्यो 5-10 मिनट लाग्छ क्या मजाले चार्टलाई स्टडी गर्ने हो भने होइन। 1 वर्ष 1.5 वर्षको चार्ट स्टडी गर्नलाई 5-10 वर्ष 5-10 मिनट लाग्छ। तर अब यो स्मार्ट चार्ट हुने बित्तिकै त हाम्रो विदिन अ मिनट विदिन अ सेकेन्ड मात्रै भइसकेको छ भनेपछि अरूले चार्ट बनाउँदै गर्दा त हामीले हेरि पनि सक्छौँ। एउटा फाइदा त्यो पनि भयो। अर्को भनेको अब यहीँबाट ब्रोकर एनालाइसिस गर्न सकियो, यहीँबाट फाइनेन्सियल स्क्रिनर सपोर्ट रेसिस्टेन्स स्क्रिनर भनेको कुन चाहिँ स्टकहरू सपोर्टको नजिक छ नि त, जस्तै किन्नको लागि यहाँबाट हामीले बाइङको लागि हेर्न सकिन्छ होइन। अब ट्रेडिङ रेकर्ड जस्तो एसपिआईएलमा बाई सिग्नल अस्ति रिसेन्टली दिएको रहेछ 11% हाम्रो चाहिँ मजाले यो प्रफिट बुकिङ गराएर अगाडितिर गएको अवस्था रहेछ रिसेन्टली मात्रै होइन। अब यसको एभरेज हेर्नुहुन्छ भने चाहिँ जस्तो साथीहरूले भन्नुभएको थियो नि, एभरेजमा चाहिँ यो स्मार्ट चार्टले चाहिँ कतिको होइन कतिको प्रोडक्टिभ छ भन्दा गर्दै गर्दाखेरि अहिलेसम्मको इन्टायर ट्रेडमा प्रफिटको एभरेज प्रफिट भनेको 10%को प्रफिट रहेछ 1612वटा है। हाम्रो ओभरअल 1612वटा चाहिँ हामीलाई बाई सिग्नल अथवा यो स्टक चाहिँ बाइङको लागि भनेर अहिलेसम्म चाहिँ हाम्रो चार्टले दिएको छ। त्यसमा चाहिँ 10%को एभरेज प्रफिट मेन्टेन छ भने 1098वटा सेलिङ इन्डिकेसन आएकोमा चाहिँ होइन अथवा बाई सिग्नल त्यो इन्भ्यालिड भएकोमा चाहिँ 4%को लस छ भनेपछि अब एभरेजमा हेर्ने हो भने होइन हाम्रो लगभग 6%को प्रफिट त मेन्टेन नै छ। यो भनेको त ओभरअल लार्ज डाटा लिँदै गर्दाखेरि हो। क्विक ट्रेडको लागि स्विङ ट्रेडको लागि हेर्ने हो भने त कुनै स्टकमा जस्तो यही एसपिआईएल 11%को यस्तो खालको स्टकहरू चाहिँ हामीले लगातार पाइने भइयो क्या, लगातार हाम्रो छुट्नै भएन भनेपछि डिसिजन मेकिङको लागि हेल्प हुने भयो। अब सो अहिले 6000को इन्भेस्टमेन्ट 1 वर्षको एनुअल प्याकेजमा भनेको त मेरो विचारमा 1 वर्षको लागि 6000 रुपियाँ भने त कति भयो होइन, महिनाको त 500 रुपियाँ भयो भनेपछि दिनको तपाईँको 16 रुपियाँ, दिनको 16 रुपियाँको लगानीमा तपाईँले सबै कुरा पाउनुहुन्छ। द्याट्स ग्रेट है अहिलेको लागि। सो किन्ने प्लानमा हुनुहुन्छ भने एकचोटि चेकआउट गर्नुहोस्, माइन्ड प्रफिट प्रोमो कोड युज गर्नुहोस्, 40% अफ पाउनुहुन्छ। अरू पनि फिचरको बारेमा हामी चर्चा गर्छौँ है भिडियोमा, र त्यहीँबाट चाहिँ हजुरले हेर्न सक्नुहुन्छ है त कसरी के गर्ने, कुन ट्याबको के हो कसो हो त्यो हामी भिडियोमै चर्चा गर्छौँ अहिले नै। त्यहाँबाट पनि हजुरले के लर्न गरेर अनि हजुरले होइन आफै अप्ट गर्न सक्नुहुन्छ। ल हामी एकचोटि अब सेक्टर वाइज डाटातर्फ जाउँ। सेक्टर वाइज डाटा हेर्ने हो भने अहिलेको अवस्थामा चाहिँ होटल एन्ड टुरिज्ममा अलिकति सकारात्मक छ। ब्रेकआउट दिएको अवस्था थियो अघिल्लो कारोबार दिन, आज अगाडितिर बढेको छ। हाइड्रोले ब्रेकआउट दिएको अवस्था छ, 4000को मेजर रेसिस्टेन्सको एरिया थियो अघिल्लो कारोबार दिन सप्लाई थियो भने आज 2%को वृद्धि सहित नेप्से भन्दा लगभग डबल वृद्धि सहित चाहिँ ब्रेकआउट दिएको अवस्था छ। र अरू सेक्टर त नर्मल नै छ, ट्रेडिङमा अलिकति सकारात्मक छ भनौँ। ट्रेडिङमा त अब के छ बीबीसीकै कारण हो, यस बीबीसीले नै गर्दा अलिकति इन्क्रिज भएको छ। अरू त लगभग नेप्सेको औसतमा नै वृद्धि भएका सेक्टरहरू छन्। अब हामी एकचोटि मेजर सेक्टरहरू चाहिँ आज चर्चा गरौँ है त। क्लियर कट ब्रेकआउट भइसकेपछि एउटा मोमेन्टम देखिसकेपछि हामी सबै सेक्टर हेर्छौँ, किनभने अघिल्लो कारोबार दिन हामीले हेरेका थियौँ सबै सेक्टर। सो अहिले चाहिँ हामी मेजर सेक्टरहरू जस्तो आजको हेर्नै पर्ने भनेको हाइड्रो छ कि ब्रेकआउट दिएकै हो त। हाइड्रोले भन्दाखेरि यस विथ भोल्युम, हाइड्रोमा जहिले पनि हामीले ट्र्याक गर्ने भनेको एउटा कुरा छ है। हामीले के ट्र्याक गर्छौँ त भन्दाखेरि ओभरअल यो टर्नओभरको प्रपर्सन कति छ भनेर। त्यसमा आज यसमा आएको छ 5 अर्ब 70 करोडको आसपासमा, र ओभरअल हाम्रो बजारको टर्नओभर भनेको चाहिँ हाम्रो कति छ 10 अर्ब 53 करोड भनेपछि अघिल्लो कारोबार दिन चाहिँ लगभग 55-57को एभरेजमा मेन्टेन थियो जस्तो लाग्छ हाइड्रोको प्रपर्सन, र अहिले पनि त्यही नै मेन्टेन गरिरहेको छ होइन। ओभरअल बजारमा टर्नओभर इन्क्रिज हुँदै गर्दा पनि भनेको 54%को प्रपर्सन इन्टायर नेप्सेको टर्नओभर भरिमा 54% भनेको एग्रेसिभ डोमिनेन्स हाइड्रोमा नै मेन्टेन भइरहेको छ भनेको। अरू सेक्टर बेचेर पनि हाइड्रोमा इन्भेस्ट गर्ने ट्रेडरहरूको हाबी चाहिँ अलिकति इन्क्रिज भएको देखियो। ब्रेकआउट दिएको छ, रिटेस्ट एउटा अपर्च्युनिटी आउँछ भने यस वी विल बाई इट 1060 को रेन्जमा। तर अहिलेको सिनारियो हेर्दै गर्दाखेरि टेक्निकल्ली हेर्दै गर्दाखेरि ठिक छ। एउटा मैले फेरि पनि भन्छु है, अब यो कसरी लिनु होला भन्दाखेरि एउटा एस्पेक्ट के हो भन्दाखेरि मेरो विचारमा चाहिँ जुन ब्रेकआउट दिएको छ भोल्युम चाहिँ अलिकति कम नै हो है, 5 अर्बको भोल्युम। तर निप्सेको ओभरअल भोल्युम हेर्दै गर्दाखेरि प्रपर्सनबाट मैले सकारात्मक नै माने अहिलेको लागि। 54% ओके इट्स फाइन। तर इन्डिभिजुअल होइन हाइड्रोको मात्रै भोल्युम हेर्ने भने चाहिँ अलिकति कम नै हो है। योभन्दा अगाडि पनि हामीले देखिसकेका छौँ हाइड्रोमा चाहिँ होइन 12 अर्ब 13 अर्बको होइन यो लेभलको भोल्युम चाहिँ आएको यो मेजर टप लेभलमा पुग्दै गर्दाखेरि ठिक छ। अहिले अब अलिकति प्यानिक सिचुएसनले गर्दाखेरि ठुला लगानीकर्ताको एग्रेसिभ इन्ट्री भइसकेको छैन, त्यस कारणले गर्दाखेरि टर्नओभर ओभरअल अब भनौँ न निप्सेमै कम छ भने हाइड्रोमा पनि भयो भन्ने मानेर होइन हामी अगाडितिर बढ्यौँ है त। यो एउटा एङ्गल, यो चाहिँ माइन्डसेटमा चाहिँ राख्नु होला। अलिकति स्ट्रेन चाहिँ कम नै छ है ब्रेकआउट भए तापनि, प्राइस एक्सनले ब्रेकआउट दिए तापनि भनेर। तर सकारात्मक हुन सक्छौँ, यो कुनै प्यानिकको सिचुएसन ब्रेकआउट इन्भ्यालिड त्यो भन्ने खालको सिनारियो होइन, एउटा एङ्गल यसरी पनि सोच्न चाहिँ पर्छ भन्ने मात्रै कुरा हो। ल अब प्याटर्न वाइज हेर्ने भने त मजाले ब्रेकआउट, रिटेस्ट मजाले ब्रेकआउट होइन, ब्रेकडाउन, यो एग्रेसिभ फल भयो यो अब अस्तिको रिसेन्ट प्यानिक, र त्यसपछि अगाडितिर ब्रेकआउटै दिइसकेको छ एकदम मजाले। अघिल्लो 3200 पछिको सबैभन्दा माथिल्लो बिन्दुमा बजारले क्लोजिङ दिन सक्छ
सफल भएको छ। यो हाइड्रोको लागि त एकदमै सकारात्मक भयो नि हेर। ल अहिलेको सरकार पनि हेर्ने भने चाहिँ हाइड्रोतिर, अरू सेक्टरको लगभग ठिकै छ, होटल एन्ड टुरिज्मतिर पर्यटन पनि प्रवर्धन गर्ने त्यो खालको सिनारियो हामीले सुनिरहेका हुन्छौँ। तर वाचापत्रमा पनि उल्लेखित होइन र सरकार चाहिँ अलिकति एग्रेसिभली काम गर्नको लागि उत्सुक रहेको होइन। सरकारले लगभग अब धेरै कुराहरूमा चाहिँ राष्ट्रपाले गर्न सक्ने एउटा सेक्टरको रूपमा देखिएको भनेको हाइड्रो नै छ अहिलेको लागि चाहिँ होइन। सो अब अलिकति केही सकारात्मक नीतिहरू फर्मेसन हुन्छन् हाइड्रोको लागि है। त्यस्तो खालको भने हाइड्रोले एकदमै एग्रेसिभ र्याली क्रिएट गर्न सक्छ, विशेष गरी राष्ट्रसभाको सरकार रहँदै गर्दाखेरि र हाइड्रोको यो ब्रेकआउट हुँदै गर्दाखेरि चाहिँ मलाई एउटा एग्रेसिभ मोमेन्टमको सम्भावना चाहिँ देख्छु है मैले हाइड्रोमा चाहिँ। सो हाइड्रोतिर ट्रेडिङको लागि मिड टर्म ट्रेडिङको लागि हामीले हेर्न सक्छौँ, लङ टर्मको लागि पनि हेर्न सकिन्छ है। केही राम्रो फन्डामेन्टल हाइड्रोहरू पनि छन्। सो एकचोटि हेर्नु होला हाइड्रोमा चाहिँ, यस वी क्यान गो फर इट है त। हाइड्रोमा चाहिँ ल रिसेन्टली केही सेल सिग्नलहरू आएका रहेछन् होइन, यहाँनिर हेर्न सक्यो। अब एकचोटि हामी हेरौँ है त हाइड्रोमा चाहिँ के छ त। किन्नको लागि त्यस्तो बाई सिग्नल दिइसकेको खालको स्टक भन्दाखेरि यो वेट एन्ड वाचमा भएका स्टकहरूलाई चाहिँ एकचोटि मजाले हेर्नु होला है। यिनीहरू स्टकलाई चाहिँ हेर्नुपर्ने हुन्छ, किनभने यो एआईले बाई सिग्नल दिने भनेको चाहिँ क्लियर कट इन्डिकेटरको बाई सिग्नल आइसकेपछि दिन्छ है, अथवा मेजर प्राइस एक्सनमा ब्रेकआउट ब्रेकडाउन भइसकेपछि। तर बिचमा त अब मेजर त अहिले हामीसँग अहिलेको लागि त हामी साइडेजमै थियौँ नि त, र न्युजले गर्दा बजार चलिरहेको अवस्था थियो। त्यो बेलामा चाहिँ कुनै स्टकहरू चाहिँ एग्रेसिभ फल भएर रिभर्सलको तयारीमा हुनसक्छ। त्यो स्टकलाई हामीले पहिल्यै समात्न सक्छौँ, ब्रेकआउटसँग वेट गरिराख्न पर्दैन। सो वेट एन्ड वाचमा भएका स्टकहरूलाई अलिअलि हामीले हेर्न चाहिँ सकिन्छ है। त्यसरी हेर्न पऱ्यो। ल केही यहाँनिर रहेका छन्, मजाले हेर्नु होला यी कम्पनीहरूलाई होइन। ल अरू त छ क्लियर कट त्यस्तो रनिङ बाई सिग्नल चाहिँ कुनै पनि देखिएन तत्कालको लागि, किनभने अस्तिको यो हाई ब्रेक भइसकेको छैन धेरै मेजर स्टकहरूमा। यो अघिल्लो हाई ब्रेक नभएको कारणले गर्दा यहाँ नआएको हो, तर हामीले बिच बाटोमै पनि समात्न सकियो नि त। त्यो हिसाबले हेर्न सकिन्छ हाइड्रोमा। यहाँनिर एकचोटि मजाले हेर्नु हो भने थुप्रै स्टकहरू चाहिँ छन् है, मजाले हेर्न सकिन्छ यहाँनिर। ल यो एमसिएचएलको चाहिँ कहिले यो खुल्दैछ है। अस्ति मैले कमेन्ट देखाएको थिएँ एमसिएचएलको, त्यसै गरी बिएसडिसी कि सायद कुन एउटा स्टकको चाहिँ यो लक इन खुल्दैछ। लक इन कहाँबाट हेर्ने भनेर पनि कमेन्ट गर्नुभएको थियो। मैले एकचोटि यहाँनिर हजुरलाई देखाइदिइहालेँ है त। लक इन हेर्नको लागि चाहिँ हजुरले यो न्युज एन्ड कर्पोरेट एक्सन भन्ने एउटा ट्याब छ नि, स्मार्ट एनालिटिक्सबाट हेर्न मिल्छ, स्मार्ट चार्टबाट मिल्दैन। अरू साइट पनि छन् हामीले हेर्नको लागि, तर स्मार्ट एनालिटिक्स पनि हजुरले सब्सक्रिप्सन गर्नुभएको छ भने चाहिँ हजुरले यसरी न्युज एन्ड कर्पोरेट एक्सनमा जानुहोस् र यहाँनिर आइपिओ लगइन पिरियड भन्ने छ, यहाँनिर गएर हेर्न सक्नुहुन्छ कि। विशेष गरी हाइड्रोलाई नै हेरौँ। हाइड्रोमा गएर हेर्ने भने चाहिँ बिइडिसीको रहेछ है, बिइडिसीको चाहिँ भोलि खुल्दैछ। त्यसै गरी डोल्टीको 6 दिनपछि, एमसिएचएलको 11 दिनपछि, एमकेएचएलको 17 दिनपछि। सो यो लकइन खुल्नेवाला स्टकहरूमा चाहिँ अलिकति ख्याल गर्नु होला। मेरो सजेसन के हो भने लगभग लकइन खुल्न 6 महिना जति बाँकी हुन्छ भने चाहिँ त्यो बेलामा एउटा स्पाइक देखिन्छ बजारमा लगानीकर्ताहरू निस्किनको लागि होइन। त्यो स्पाइकलाई चाहिँ हामीले बेच्ने अवसरको रूपमा लिन सकिन्छ, किनभने आइपिओको लगइन खुलिसकेपछि कुन लेभलको बाढी आउँछ भन्ने कुरा बिएचएलमा हामीले देख्यौँ, पिएचसिएलमा हामीले देख्यौँ रिसेन्टली, अरू पनि थुप्रै स्टकहरू छन्। त्यसैले लगभग 4-5 महिना 6 महिना जति छ भने ट्रेड चाहिँ क्विक ट्रेड है, यस वी क्यान होइन, हामीले लिन सक्छौँ। त्यो डाउन ट्रेन्डभित्रको ट्रेडको लागि हामीले लिन त सकियो होइन, तर मिड टर्मको लागि लङ टर्मको लागि सोच्नको लागि चाहिँ ख्याल गर्नुपर्ने हुन्छ है। त्यसरी हेर्नु होला है त। ल यहाँनिर चाहिँ यसरी यहाँनिरबाट हेर्न सकिन्छ है त न्युज एन्ड कर्पोरेट एक्सनको आइपिओ लकइन पिरियडमा गएर। अब अरू थुप्रै छन् यहाँनिर। म्युचुअल फन्डले के आयो, जस्तो शिवम सिमेन्टलाई होइन म्युचुअल फन्डले एग्रेसिभ बाई गरिरहेको छ, जुन हामीले धेरै पहिला पनि चर्चा गरिसकेका हो। कति 670 80 कति 670मा बाइङको लागि राखेका थियौँ होइन, ब्रेकआउटतिर माथि गइसकेको छ। यो म्युचुअल फन्डले पनि एग्रेसिभ इन्ट्री गरेको छ। एनएलआइसिएल, इभिएल, सिबिबिएल, एनएलआइसी, जिबिबिएल, यो भनेको फागुनसम्मको डाटा अनुसारले चाहिँ यस म्युचुअल फन्डले एग्रेसिभ होल्ड गरेको स्टकहरू भनेपछि यिनीहरूमा मुभको पोटेन्सियल हाई हुन्छ होइन। यसरी बुझ्न पऱ्यो कि हामीले म्युचुअल फन्ड भनेको त अब एकदम एक्सपर्टहरू भयो नि त, पोर्टफोलियो म्यानेजरहरू, एक्सपर्टहरू होइन। अब म्युचुअल फन्डको सेलेक्सनमा परेको स्टकहरूलाई फन्डामेन्टल्ली होइन, अथवा फन्डामेन्टल्ली भन्दा पनि हामीले मिड टर्मको लागि होइन यो स्टकहरूलाई चाहिँ छान्न सकिन्छ। यो एउटा स्टक सेलेक्सनको लागि एउटा क्राइटेरिया भनेको म्युचुअल फन्डको होल्डिङ पनि हेर्नु हो। त्यो हिसाबले यहाँबाट पनि हेर्न सक्यो अनि यो खालको सिनारियो छ। थुप्रै ट्याबहरूमा मजाले हेर्न सक्नुहुन्छ हजुरले, आफू यसरी मजाले गोथ्रु गर्दै क्वार्टर एनालाइसिस। जस्तो कम्पनीमा के भइरहेछ त, जस्तो अब हेरौँ न ल आरम्भ चौतारी एसटिएलबिएसएलमा क्वार्टर एनालाइसिस के भइरहेछ 2082-83 को सेकेन्ड क्वार्टरको रिपोर्ट अनुसारले ल यस्तो भइरहेछ। सबै कुरा यहाँ छ क्या। हामी फाइनेन्सियल फिल्डको हुनुपर्छ भन्ने नेसेसरी छैन, फाइनेन्सियल फिल्डभन्दा बाहिर छौँ भने पनि सबै कुरा यहाँनिर को छ, बोर्ड अफ डिरेक्टरमा को छ, म्यानेजमेन्ट टिमको अब सिइओ को हो त होइन, प्राइस एक्सनमा के भइरहेको छ, ओनरसिप स्ट्रक्चर के हो,
सम्पूर्ण कुराहरू अब यो होइन यति त मजाले बुझ्ने भयो नि त भनेपछि हामीले डिसिजन मेकिङको लागि हेल्प हुने भयो अरूको भिडियोको लागि होइन अथवा युट्युबमा गएर सर्च गरिराख्न परेन सेल्फ डिसिजन मेकिङ गर्न सकियो द्याट्स द एडभान्टेज र अहिलेको एनुअल सब्सक्रिप्सन लिँदै गर्दा त यसमा पनि त अफर पाइन्छ हामीले भनेपछि यदि हजुरसँग बजेट छ स्मार्ट चार्ट र स्मार्ट एनालिटिक्स दुवै सब्सक्रिप्सन गर्नुहोस् होइन भने स्मार्ट चार्ट चाहिँ सब्सक्रिप्सन गर्नुहोस् किनभने यो एउटा सेकेन्ड जस्तो यो एनालाइसिसको पार्ट त हामीले यहीँ पनि पाउँछौँ नि त कम्पनीको फाइनेन्सियलहरू त हामीले यहीँ पनि पाउन सकिन्छ तर अब यो चार्टिङ चाहिँ पाइँदैन कि फेरि तपाईँटी है चार्टिङ चाहिँ बढी इम्पोर्टेन्ट छ नि त ट्रेडिङको लागि त त्यो हिसाबले है त त्यसरी होइन अभाइलेबल हुन्छ यस दुइटै होइन भने स्मार्ट चार्ट चाहिँ मेरो सजेसन त्यसरी हेर्नु होला है त ल ठिक छ हामी सेक्टरको चर्चा गर्दै गर्दाखेरि होइन कुनै कुरामा उतातिर पुग्यो फेरि फेरि सेक्टरतर्फ फर्क्यौँ के छ त होटेल्स एन्ड टुरिज्मको पनि एकचोटि हेरिहालौँ जस्तो होटेल चाहिँ पनि ब्रेकआउटतिर अगाडितिर बढेको अवस्था छ होटेल्समा रिसेन्टली बाई सिग्नल चाहिँ देखिएको है हाम्रो स्टकहरूमा जस्तो यहाँनिर होइन यहाँ चाहिँ हाम्रो सप्लाई नै थियो यहाँनिर सेल गर्नुभएको थियो भने फ्रेस बाइङको लागि हेर्नु पऱ्यो किन्नको लागि के हेर्ने भन्दाखेरि अब जस्तो क्लियर कट बाई सिग्नल छैन आज अब केही समयपछि होइन यो सर्भर रिफ्रेस भइसकेपछि बेलुकातिर आउन पनि सक्छ कुनै स्टकमा चाहिँ होइन अघिल्लो प्राइस सेक्सनको ब्रेकआउट यस्तो अवस्था छ भने जस्तो अब यस्तो छैन जस्तो हेरौँ न अब होटेल एन्ड टुरिज्म बढे तापनि होइन अब रिसेन्ट आइपिओको कम्पनीहरूले गर्दा नि बढेको हो क्या हुन चाहिँ जस्तो अब एचएफआइएन बढेको छ होइन अनि होइन अब यो यस्तो स्टकहरूमा 10% बढ्दै गर्दाखेरि चाहिँ त्यसले क्यापिटलाइजेसन बढाइदिन्छ है त्यस्तो भएपछि इन्डेक्स बढ्ने भयो त्यो पनि हुन्छ जस्तो बन्दीपुरमा नेगेटिभ सेटअप देख्यौँ होइन चन्द्रगिरीमा नेगेटिभ सेटअप छ अब सिटीमा पनि हेर्ने भने डाउन ट्रेडमा चलिरहेको छ यसले अब यसमा चाहिँ एउटा ट्रेडको अपर्च्युनिटी हामीले देख्न सकिन्छ है रिटेस्टको यसको बेलामा चाहिँ हामीले हेर्न सकिन्छ होइन यो एउटा अपर्च्युनिटीको रूपमा भयो केडिएल हेर्ने भने होटेल्समा अब यो सपोर्टको रेन्जमा हामीले हेर्न सक्यौँ यस्तो बेटर एउटा क्लियर कट बुलिस सेटअप हामीले देख्दैनौँ एउटा सोल्टीमा रहेछ त्यो पनि रिटेस्ट आज ब्रेकआउट दिएको छ ठिक छ सकारात्मक एउटा यो चाहिँ सकारात्मक छ यो सोल्टी चाहिँ अर्को टिआरएस पनि हेरौँ टिआरएस पनि च्यानलमा भइरहेको ब्रेकआउट दिन जरुरी छ भने चाहिँ एउटा एचएफआइएन होइन अनि यो सोल्टी यिनीहरूले गर्दा अलिअलि पोजिटिभ भएको छ है सो यसलाई यो ब्रेकआउट भनेर एकदम एग्रेसिभली अरू होटेलको स्टकमा चाहिँ अगाडि बढिहाल्ने खालको सिनारियो देखिँदैन होइन तर अलिकति राम्रो सेट अफ फर्मेसन हुन्छ भने हेर्न चाहिँ सकिन्छ जस्तो यसको अब होरिजेन्टल सपोर्टको रेन्ज भनेको कहाँ हो त 800 को रेन्जतिर हो अहिले त सप्लाईको रेन्जमा छ स्पाइक भनेको बेच्ने अवसर हो क्या 930 तिरको अस्ति 950 930 भोलि स्पाइक हुन्छ भने हाम्रो बेच्ने पोइन्ट भनेको 915 20 17 यो हुन्छ यतातिर बेच्नु पर्यो होइन ब्रेकआउट दिन्छ यस विल बाई फर इट अगेन होइन भने हामी 800 तिर किन्छौँ त्यसरी स्ट्राटेजी बनाउनु होला प्राइस सेक्सनलाई प्रायोरिटाइज गरेर एक्टिभ ट्रेड आएको छ त भन्दाखेरि छैन है अहिले चाहिँ बन्दीपुरमा कुनै पनि ट्रेडिङ दिएको छैन कम्पनीको फाइनेन्सियल यताउता सबै कुरा त यहाँ ब्रोकर एनालाइसिस सबै कुरा वी क्यान डु फ्रम हियर है त मजाले ल होटेल एन्ड टुरिज्म पछिको अब अर्को सेक्टर आजको के छ त मेजर सेक्टर भन्ने हो भने आज त हाइड्रो होटेल्स पछिको मेजर भनेको त अब ट्रेडिङलाई हामी इग्नोर नै गरौँ त्यो हिसाबले हेर्न पर्दाखेरि एउटा डेभलपमेन्ट ब्याङ्क रहेको छ डेभलपमेन्ट ब्याङ्कमा अपर्च्युनिटी छ है सर्ट टर्म ट्रेडिङको लागि डेभलपमेन्ट ब्याङ्कमा अपर्च्युनिटी छ त्यो हिसाबले डेभलपमेन्ट ब्याङ्कको स्टकहरूलाई हामीले वेट गर्न सक्छौँ वेट एन्ड वाचमा राख्न पनि सक्छौँ होइन भने सर्ट टर्मको लागि त इन्ट्रीको लागि पनि पोटेन्सियल हामीले देख्छौँ जस्तो के छ रनिङ बाई सिग्नल कुनै पनि छैन तत्कालको लागि तर मोमेन्टम अलिकति सकारात्मक जस्तो अलिकति भोलाटाइल स्टकहरू होइन अलिकति फ्लक्चुएसन म्यासिभ हुने भनेको सिआरबिएलमा हो क्विक होइन ट्रेड गर्नको लागि यस्तो सपोर्टको रेन्जहरूमा आउँदै गर्दा हामीले हेर्न सक्छौँ अहिले यो मेजर फेरि अहिले चाहिँ छैन है किन्ने बेलामा चाहिँ त्यसरी हेर्नु पऱ्यो यता क्विक ट्रेडको लागि बल्कमा किनेर किताबमा 20-30 रुपियाँ खाने 2000 किताब हो भने मजाले 60-70 80,000 4 दिनमा निकाल्नु सक्यो त्यो खालको स्ट्राटेजी बनाउन सकिन्छ कि यसरी हेर्नु पऱ्यो है त यिनीहरूमा एकचोटि मजाले हेर्नु होला यिनीहरूलाई पनि ब्रेकआउट दिएको छ सकारात्मक छ भोल्युम अलिकति कमजोर हो त्यो एङ्गल एउटा त्यो एस्पेक्टबाट हामीले हेर्न सकिन्छ भोल्युम अझै पुगेको छैन तर सर्ट टर्मको लागि सकारात्मक नै देख्न सक्छौँ लिक्विडिटी लिएर हल्का माथि गएको हुनाले अराउन्ड 6185 क्विक ट्रेडको लागि त गाह्रै पर्छ किनभने अब T+2ले गर्दाखेरि खातामा सेयर आउन्जेलसम्म पुगेर पनि झर्ने हो कि भन्ने पनि एउटा प्रब्लम त रहने भयो होइन तर ट्रेड अपर्च्युनिटी लिन चाहिँ सकिन्छ है एग्रेसिभ ट्रेडको लागि हो भने मैले रिकमेन्ड चाहिँ गर्दिनँ होइन क्विक एकदमै एग्रेसिभ ट्रेड अझै हजुर नयाँ हुनुहुन्छ भने त अभोइड नै गर्नुहोस् अलिकति पुरानो हुनुहुन्छ ट्रेडिङको हजुरसँग एक्सपिरियन्स छ भने हजुरले गर्न सक्नुहुन्छ होइन तर अपर्च्युनिटी चाहिँ देखिन्छ है डेभलपमेन्टमा पनि रिस्की त छ स्ट्रेन्थ त छैन तर पनि क्विक ट्रेडको अपर्च्युनिटी त देखिन्छ त्यसरी हेर्न पऱ्यो है त ल यो भनेको यसले मेजर यो नेप्सले मेजर सप्लाई यो रेसिस्टेन्सलाई तोडेर माथितिर जान्छ भने हामीले धेरै स्टकमा एकदम सकारात्मक मोमेन्टम देख्छौँ क्या त्यसरी हेर्न पऱ्यो अहिलेको लागि चाहिँ अब लाइफ इन्सुरेन्स यिनीहरू त चलेको अवस्थै छैन यो लाइफ इन्सुरेन्स अलिअलि स्पाइक आउँछ बेचेर निस्किने हो लाइफ इन्सुरेन्स नन लाइफमा पनि सेटअप त्यस्तो राम्रो छैन है नन लाइफमा पनि अहिलेको लागि चाहिँ वेट नै गर्नुहोस् भन्छु म अथवा अरू हाइड्रोतिर जाँदा भइहाल्यो यो यस्तो साइडेजमा बसेको मोमेन्टम नभएको स्टकतिर किन जाने अरू स्टकमा किनेर होइन 20% प्रफिट गर्न सकिन्छ भने यतिकै साइडेजमा बसेर 1% 2%मा किन बस्नु त्यति मात्रै हो क्या मेरो सजेसन भनेको चाहिँ त्यसरी हेर्नु होला है ल ठिक छ अब ल बाइसिङलाका कम्पनीहरू भनेको अलिअलि यिनीहरू छन् यिनीहरूलाई अलिअलि हेर्न सकियो होइन अरू त ठिकै छ
एनएमएल बिबिएल होइन यो माइक्रो फाइनेन्सका यिनीहरू कम्पनी यहाँनिर यसले बाई सिग्नल दिएको थियो। जब सपोज तपाईँले स्मार्ट चार्ट सब्सक्राइब गर्नुभएको थियो 810 मा किन्नु, सरी 610 मा किन्नुभएको थियो भने 640 त पुगिसकेको छ त 6000 त निकालिसकिन्छ कि यहाँबाट। त्यसरी हेर्नु पऱ्यो है त, लस होइन भन्छु म। यसलाई एउटा इन्भेस्टमेन्टको रूपमै हेर्नुहोस्, 1 वर्षको इन्भेस्टमेन्टको रूपमा है त। अब अर्को यस्तो मेजर अफर भनेको अलिक पछि नै आउँछ, दसैँतिरै आउँछ होला होइन, त्यही पनि अस्ति कति 35% कति थियो। सो 40% भनेको अलिकति म्यासिभ नै डिस्काउन्ट हो। सो एकचोटि हेर्नु होला भन्छु म, सजेसन चाहिँ है। फेरि साथीहरूले कस्तो हुन्छ भने यो टाइम सकिसकेपछि अनि 1 दिन बढाइदिनुहोस् न भन्नुहुन्छ क्या हजुरहरूले, त्यही भएर अहिले हुँदै गर्दाखेरि नै गरिहाल्नु होला भनेर है। ल ठिक छ ल, अब हामी एकचोटि कमेन्ट्सतर्फ जाउँ है त। ठिक छ, नयाँ के ट्याब पनि आएको रहेछ यहाँनिर त होइन, कम्युनिटीको टपिकहरू के छ, समराइज एक्सनेबल फिडब्याक अरे। ल ठिक छ, एकचोटि हेरौँ है त। ल ठिक छ, कमेन्टको कन्क्लुजन केही हुने होला होइन, समरी त्यो पनि भइहाल्यो। अब यतातिर चाहिँ हामी हेर्दै गरौँ। एनजिपिएलको बाई जोन भन्नुभएको छ, यसरी एनजिपिएलको बाई जोनतर्फ हामी गइहालौँ है त। के छ एनजिपिएलको बाई जोन, एग्रेसिभली अगाडि बढाएको बाइजन भनेको यो मेजर रेसिस्टेन्स रिटेस्टको क्रममा भनेको 440 को रेन्ज भनेको हाम्रो मेजर बाइङ जोन हो है। यो भनेको त कन्फ्लुएन्सको रेन्ज पनि भयो नि त। पिओसी भनेको सबभन्दा स्ट्रेन्थ हो क्या, एउटा मात्रै सपोर्ट भनेको त्यो ल ठिक छ माइनर सपोर्ट, तर दुईवटा सपोर्ट छ भने त्यो सपोर्टको पनि स्ट्रेन्थ बढ्ने भयो। तिनवटा तरिकाहरू, एउटा इन्डिकेटरले पनि दिएको छ, प्राइस एक्सनले पनि दिएको छ, ट्रेन्ड लाइनले पनि दिएको छ, अर्को प्याटर्नले पनि दिएको छ। त्यो भनेको जति जति त्यस्तो हाम्रो इन्ट्रेस्टेड हुँदै जान्छ नि सपोर्टको रिजन्सहरू, त्यति नै त्यो कन्फर्मेसन हामीले बढी पाउँछौँ क्या, प्रोबेबिलिटी बढी हुन्छ। त्यतिखेर चाहिँ प्राइसको मुभमेन्ट आउन सक्ने, प्राइसले रियाक्ट गर्न सक्ने। त्यो पोइन्ट कहाँ थियो त भन्दा यहाँनिर थियो नि मेजर, यो त इन्टरसेक्सनको 440 को रेन्जमा। यहाँ किन्ने भएको छ भने ठिक छ, अहिलेको लागि सप्लाई भनेको 475-76 को रेन्ज हो, किनभने यो एरियामा विकहरू फर्मेसन भएको छ, लिक्विडिटी स्विप गरेको एरिया छ। यसपछिको स्पाइक पछि लगत्तै सप्लाई आएको रेन्ज छ होइन, त्यो हिसाबले हेर्न पऱ्यो। हामीलाई अर्ली सेल सिग्नल त यहाँ पनि आएको रहेछ यो दिनमा होइन 490 मा। सो आज पनि अब यस्तो सुटिङ स्टार टाइपको क्यान्डल फर्मेसन हुन खोज्या हो होइन, हायर विक फर्मेसन गरेको छ। सो स्पाइकमा मेरो विचारमा 480-85 मा निस्किँदा पनि ठिक हो। स्पाइक हुनसक्छ पेनेट्रेसनमा क्विकली 500 तिर गएर अनि हल्का सप्लाई दिन सक्छ, तर रिस्क नलिने हो भने, क्यास फ्लो प्रायोरिटाइज गर्ने हो भने पार्सियल सेलिङ 480 को माथिको रेन्जतिर अलिअलि गर्दै जान सक्छौँ। 500 भन्दा माथि जान्छ भने यस हामीले एग्रेसिभली फेरि अब त्योभन्दा माथिको रेन्जमा 5% को प्रफिट टार्गेट राखेर रिइन्ट्री गर्ने अथवा प्रफिट ट्रेल गर्ने त्यो स्ट्राटेजी लगाउन सकिन्छ है त। एक्टिभ ट्रेड छैन अहिलेको लागि, छैन है, कुनै पनि बाइङ पनि छैन, सेलिङ पनि इन्डिकेसन छैन। अब यो हजुरको क्वेसन हुनसक्छ, यस्तो इन्टरसेक्सनको मेजर सप्लाईको रेन्जमा, मेजर सपोर्टको रेन्जमा आउँदै गर्दाखेरि स्मार्ट चार्टले किन बाई सिग्नल दिएन भन्दाखेरि यस्तो हुन्छ यहाँनिर होइन। यस्तो स्मार्ट चार्टले बाई सिग्नल दिने भनेको चाहिँ इन्डिकेटरलाई पहिला एउटा भनेको इन्डिकेटरबाट, जस्तो यहाँनिरबाट पनि हजुरले हेर्न सक्नुहुन्छ इन्डिकेटरबाट कुनमा पोजिटिभ इन्डिकेसन छ त यहाँबाट आउनु पऱ्यो क्या। सिग्नलको स्ट्रेन्थ अलिकति बुलिसमा गएपछि एउटा आउँछ। अर्को भनेको चाहिँ प्राइस एक्सनलाई, नेपाली मार्केट भनेको प्राइस एक्सनलाई चाहिँ बढी नै होइन प्रोबेबिलिटी बढी हुन्छ प्राइस एक्सनलाई रेस्पेक्ट गर्ने। सो प्राइस एक्सन हाम्रो सफ्टवेयर नै प्राइस एक्सन र इन्डिकेटरतर्फ चाहिँ बढी केन्द्रित छ। त्यो हिसाबले यो च्यानलहरूको यसको इन्टरसेक्सनको पोइन्टलाई चाहिँ हामीले इन्क्लुड गरेको छैनौँ। मैले चर्चा चाहिँ गर्नेछु है त। यस्तो मेजर सपोर्ट इन्टरसेक्सनको पोइन्टमा पिओसीमा रेन्जमा छ भने त्यसलाई पनि इन्क्लुड गरौँ भनेर। तर यो अलिकति रिस्की हुन्छ कि, किनभने कन्फर्मेसनवाला बाइङ होइन नि त, यो भनेको क्विक ट्रेडिङवाला बाइङको लागि हो। त्यसैले हामीले आफै हेर्दा पनि बेटर, किनभने अब यहाँनिर बाई आउने बित्तिकै त अब नयाँ लगानी गर्दछौँ भने पनि हामीले किन्ने भयो नि त। यस्तोमा के हुन्छ भने हामीले एकदमै क्विक डिसिजन मेकिङ गर्नुपर्ने हुन्छ क्या, क्विकलीको लागि अलिकति गाह्रो हुनसक्छ होइन भनेर मात्रै हो। तर हजुरहरूले भन्नुहुन्छ होइन एकदमै क्विक ट्रेडको लागि पनि इन्क्लुड गर्नुपर्छ जस्तो हजुरलाई लाग्छ भने चाहिँ कमेन्ट गर्नु होला, मैले त्यो पनि एकचोटि चर्चा चाहिँ गर्नेछु है त। ल ठिक छ, अब त ठिक छ, मजाको प्याटर्नमा चाहिँ जबसम्म यो लोवर ट्रेन्डलाई ब्रेक गरेर तलतिर झर्दैन तबसम्म डराउनु परेन है त। ल यहाँनिर हेर्ने हो भने चाहिँ हाम्रो ल ठिक छ, यसको एकै आउँदो रहेछ होइन। टप इन्ट्रेस्ट भनेको धेरैजनाले डिमान्ड गर्नुभएको भनेको चाहिँ एचआरएल, आरएसएमएल, एसएचएल, अपर, शिवम, एनएसपिसी होइन स्टकहरू रहेछन्। हामी यिनै हेरौँ नि त होइन, यहाँबाट जानुभन्दा यताबाट गयो भने त झन् सबैको नै हुने भयो नि त, सबैको धेरै जस्तोको मेजर डिमान्ड नै हामीले फुलफिल गर्ने भयो। त्यसैले यो स्टकलाई हेरौँ है त पहिला, त्यसपछि यतातिर जान्छौँ। एचआरएलको ल धेरैजनाले एचआरएलको क्वेसन गर्नुभएको रहेछ, एचआरएलतर्फ जाउँ। हिमालयन इन्सुरेन्स के गर्ने, यस हल्का स्पाइक दिएको थियो 835सम्म जानुपर्ने हो सेटअप वाइज, तर एक दिनको स्पाइक थियो होइन, सेल बेच्ने अवसर रहेछ भनेर बुझ्नु पऱ्यो, तलतिर झऱ्यो नेगेटिभ पछि नै हामीले बुझ्नुपर्ने कुरा थियो। र अहिलेको लागि अब किन्ने जोनमा आउँछ भन्दा हल्का तल हामीले किन्नको लागि हेर्न पऱ्यो, त्यसरी स्ट्राटेजी बनाउनु पऱ्यो। अहिले तत्कालको लागि बाइङको इन्डिकेसन छैन, वाचिसमा राख्न सकिन्छ भन्छु म। अब
अझै तल किनेर प्रफिट छ भने अब त के गर्ने, अब अझै किताबमा 20 रुपियाँ छ बल्कमा छ भने यस निस्किँदा पनि भयो स्पाइकतिर अलिअलि, होइन भने त ब्रेकआउट पछि रिइन्ट्री गर्ने हिसाबले प्रफिट बुकिङ पनि ठिकै हो, नत्र अलिकति बाइ सिग्नल आइसकेपछि इन्ट्री गर्नु होला भन्छु म। रिलायन्समा आज हल्का सप्लाई आएको छ कि डराउनै पर्ने अवस्था हो त रिलायन्समा। आइपिओ छ भने के गर्ने, अरू छ भने के गर्ने भन्दाखेरि यहाँ एउटा सुटिङ स्टार टाइपको क्यान्डल होइन, एउटा डोजी टाइपको क्यान्डल फर्मेसन भएको थियो, रिजेक्सन थियो हाम्रो लगभग 5000 को बिन्दुलाई, धेरैको टार्गेट पनि थियो 5000 भन्नुभएको थियो होइन, 3000बाट 5000 पनि पुग्यो। यहाँ किनेको यसले सप्लाई दिन पनि पाएँ मजाले, किताबमा अब 1000 त बचिहाल्छ, 2000 उडेको छ डिस्ट्रिब्युसनमा पनि, किताबमा 1000 भनेको त राम्रै हो नि त, त्यो हिसाबले सप्लाई आउन सक्छ। तर यो सपोर्टको रेन्ज 4200 4300 500 यो लेभलबाट स्पाइक लिन पनि सक्छ है अलिअलि साइड, जस्तो हामीले यो जिएमएलआईमा देखेका थियौँ नि यस्तो खालको सिनारियो भनेको यो दोहोरिन पनि सक्छ क्या, त्यसरी हेर्न पर्यो। यस्तो खालको प्याटर्नहरू होइन, आइपिओको डिस्ट्रिब्युसनलाई खाइदिने त्यसपछि त्यसमै प्ले गर्ने खालको त हामीले यहाँनिर गेम देखाएको थियौँ नि, यस्तो खालको हो यो खालको सेटअप पनि फर्मेसन हुनसक्छ। अलिअलि झर्ने फेरि बढ्ने, अलिअलि झर्ने मजाले डिस्ट्रिब्युसन सकेपछि एग्रेसिभ डिस्ट्रिब्युसन, त्यो खालको सिनारियो हुनसक्छ। यस ओभर भ्यालुड हो है, अलिकति ख्याल गर्नु होला। मैले रिकमेन्ड गरिनँ नयाँ लगानीकर्ताहरू हुनुहुन्छ भने यति माथिल्लो लेभलमा 5000 किताको लागि भ्यालिड स्टक चाहिँ मैले मान्दिनँ रिलायन्सलाई होइन, यो लेभलको प्राइस सस्टेन गरिराख्नको लागि। क्विकली ट्रेडिङको लागि यस हामीले हेर्न सक्छौँ, रिस्क सेतु इस्के भन्ने हिसाबले होइन, सर्ट टर्मको लागि क्विक गेनको लागि हेर्न सक्छौँ, तर क्विक गेन भन्दा पनि क्विक लस पनि हुनसक्छ, त्यो पनि माइन्डमा चाहिँ राख्नु होला। एग्रेसिभली चाहिने लोन लिएको पैसा होइन, तिरिहाल्नु पर्ने पैसा, इन्ट्रेस्ट तिर्नुपर्ने पैसा, यस्तो स्टकमा हामीले खनाउने होइन, जुन पैसा नभए पनि काम चल्छ भनेको। तपाईँले अब प्रफिट अस्ति 4 लाख प्रफिट गर्नुभएको छ, अब 1 लाख गए पनि ठिकै छ, 3 लाख त प्रफिटै हो, त्यस्तो सोच्नुहुन्छ भने यस वी क्यान टेक। अब 4 को 5 पनि हुनसक्छ, 4 को 3 पनि हुनसक्छ, जे भए पनि मेरो माइन्डलाई चाहिँ म केही पनि गर्नु हुन दिन्न है भन्ने खालको स्ट्राटेजी, भन्ने खालको माइन्डसेट, एउटा त्यो लेभल कन्फिडेन्समा हजुर हुनुहुन्छ भने यस वी क्यान गो। तर मैले अझै पनि सजेस्ट गर्न हिजोको अब सुटिङ स्टार टाइपको डोजी क्यान्डल र आजको यो नेगेटिभ बियरिस मार्बुदो क्यान्डलले होइन बियरिस शक्ति अलिकति बढी भएको इन्डिकेसन गरेको छ। भोल्युम होइन, टर्नओभर पनि मार्केट घट्दै गर्दाखेरि एग्रेसिभ छ, सो सर्ट टर्मको लागि त नेगेटिभ नै हो, मैले रिकमेन्ड चाहिँ गरिनँ बाइङको लागि है त। शिवश्री हाइड्रोको धेरैजनाले क्वेसन गर्नुभएको रहेछ, एकचोटि शिवश्री हाइड्रोतर्फ पनि गइहालौँ। के छ त शिवश्रीको भन्दा मेजर यो सप्लाईको रेन्जलाई तोडेर माथितिर गएको छ, सो ब्रेकआउट हो, भोल्युम पनि राम्रो छ, हल्का फल हुन्छ, यस विल बाई फर इट है। यसलाई बाइङको लागि हामी जान सक्छौँ 230 को रेन्जमा। टार्गेट कहाँसम्म राख्ने त भन्दै हो भने अहिलेको लागि 245 को यो होरिजेन्टल मेजर सप्लाईको रेन्ज, ब्रेकआउट दिन्छ भने 260 सम्मको पोटेन्सियल हामीले देख्न सकिन्छ। त्यसैले शिवश्रीलाई पनि हेर्न सक्यो है त। अप्परलाई के छ त, एकचोटि अप्परतर्फ जाउँ, हामी प्राइस एक्सन मात्रै हेरेर छौँ है, भिडियो अलिकति लामो भइसकेको छ, त्यसैले हामीले इन्डिकेटर्सतिर गएनौँ। अप्पर तामाकोसीको के छ त, ल अप्पर तामाकोसीको हेर्ने हो भने त यस यसले पनि सप्लाई यो जुन रेसिस्टेन्सको एरिया थियो यसलाई तोडेर अगाडितिर बढेको अवस्था छ। सो यस हामी पोजिटिभै हुन सक्छौँ 240 सम्मको लागि त, भोल्युम राम्रै छ भनौँ, ठिकठाक नै छ अहिलेसम्मको लागि त। ल ठिक छ, ल ठिक छ है, अपोइन्टमेन्ट अफ अल्टर सेटर त कुराकानी रहेछ, ठिकै छ। यो चाहिँ ब्रेकआउट दिएको छ, टेक्निकल्ली हेर्ने पनि यस मेजर रेसिस्टेन्सको ब्रेकआउट हो, स्पाइकको पोटेन्सियल हामीले देख्न सक्छौँ है, लगभग 235-40 त देख्छौँ। अझै पनि क्विक ट्रेडको लागि हो भने बल्कमा त हामीले हेर्न सकिन्छ है अप्परलाई। यहाँनिर भन्नुभएको रहेछ 20 लाखको अप्पर किनियो 226मा के गर्ने, गुड ब्याड डिसिजन भन्नुभएको छ। अहिलेको लागि चाहिँ मैले गुड नै भन्छु, तर आज नेप्से पनि अलिकति कमजोर छ, हाइड्रो पनि फर्स्ट भर्खरै ब्रेकआउट दिएको हो, ठ्याक्कै रिटेस्टमा पऱ्यो भने चाहिँ हजुरको अलिकति धेरै कति भयो 10,000 किता हो, 10,000 किता त अलि भएन, 9-10 हजारको आसपासमा छ। 9-10 हजार कितामा चाहिँ अब 10 रुपियाँ छ अरे भने पनि ठुलो लस हुन्छ नि त, त्यो हिसाबमा चाहिँ ख्याल गर्नु। तर डराउनु पर्छ जस्तो मलाई लाग्दैन है अहिलेको लागि चाहिँ, स्पाइकको पोटेन्सियल देखिन्छ। क्विक ट्रेडको लागि बरु हजुरले हेर्न सक्नुहुन्छ कि त 20,000 आयो नि भइहाल्यो त, 2 लाख कमाइहाल्यो नि, त्यसरी हेर्न पऱ्यो है त। ल ठिक छ, अहिलेको लागि ठिकै छ, अप्परको लागि ब्रेकआउट नै मान्नु पऱ्यो। टेक्निकल्ली बोल्दाखेरि चाहिँ मैले ब्रेकआउट नै मान्छु, तर भोल्युमलाई हेर्दै गर्दाखेरि होइन, अहिलेको सेटअपलाई हेर्दाखेरि, हाइड्रोलाई हेर्दै गर्दाखेरि, नेप्सेलाई हेर्दै गर्दाखेरि चाहिँ मैले यस्तो एग्रेसिभ बल्कको लागि रिकमेन्ड चाहिँ गर्दिनँ। पार्सियल इन्ट्री गर्दै अगाडि बढ्दै बेटर हुन्छ है, त्यसरी हेर्नु पऱ्यो। तर डराउन पर्दैन, राम्रो छ, एकदम बेटर नै छ। हाइड्रोमा यस बुलिस र्याली सुरु भएको मान्न सकिन्छ मेरो विचारमा अहिलेको लागि। र्याली नै त भन्न सक्दिनँ, ब्रेकआउट भएको छ, अब सस्टेन गर्छ कि गर्दैन होइन, इम्प्लिमेन्ट पेनिट्रेसन मात्रै हो कि, त्यसको लागि हामीलाई भोलिको कारोबार दिनमा आजभन्दा बढीको एग्रेसिभ भोल्युम सहितको ब्रेकआउट नेसेसरी हुन्छ क्या। ब्रेकआउट त भइसकेको छ, सस्टेन गर्नु पऱ्यो नेसेसरी भोल्युम सहित। त्यसरी शिवम एकचोटि हेरौँ है त, शिवममा के छ त अवस्था, शिवममा के गर्ने त भन्दा शिवमले पनि मेजर यो सप्लाईले तोडेको छ, यसले पनि ब्रेकआउट हामीले देख्न सकिन्छ। टार्गेट कहाँसम्म राख्ने, यस हामीले यहीँनिर जुन टार्गेटको चर्चा गरेका थियौँ 810 को, यही नै हो टार्गेट अहिलेको लागि। हल्का गिरावट हुन्छ, यस वी क्यान गो फर बाइङ है, मजाले म्युचुअल फन्डले एग्रेसिभली उठाएको छ, 2 अर्बको म्युचुअल फन्डले उठाएको अवस्था हामीले अघि भर्खर देख्यौँ नि स्मार्ट एनालिटिक्सको चार्टबाट हेर्दै गर्दाखेरि। सो यस शिवममा हामी पोजिटिभ हुन सक्छौँ। बाई सिग्नल किन दिएन, अस्ति भर्खर यहाँनिर सेल दिएको थियो, त्योभन्दा माथि जानु पऱ्यो नि त बाई आउनको लागि, त्यस कारणले हो। तर प्राइस एक्सन हेर्दै गर्दाखेरि यस बाई सिग्नल आएको छ है, त्यसरी हेर्न पऱ्यो। मेजर सप्लाईको रेन्ज तोडेको अवस्था छ, 700 को रेन्ज, हल्का फल हुन्छ, फेरि 680 तिर आउँछ, यस विकेट बाइङको लागि हेर्न सकिन्छ, त्यसरी हेर्न पऱ्यो। एनएचपिसी भन्नुभएको छ,
एनएचएसीमा त प्रफिट बुकिङ हो नि अहिले त एग्रेसिभली यस्तो एग्रेसिभ माथि गयो मेजर सप्लाईको रेन्जमा प्रफिट बुकिङ गर्ने यो रेन्जमा ब्रेकआउट दिन्छ भने माथितिर जाने तर हल्का फल हुन सक्ने सम्भावना छ 320 तिर आउँछ है 320 तिर हामीले अझै पनि पोटेन्सियल देख्न सक्छौँ एनएचएसीमा हल्का यहाँनिर किनेका छौँ भने त मजाले किताबमा 100 रुपियाँ दिइसकेको छ होइन मजाले निस्किन सकिहाल्यो नि 50% वृद्धि भने त राम्रै प्रफिट हो नि त प्रफिट बुकिङ पनि गर्नु पर्यो है त धेरै लुप मात्रै गरेर पनि भएन कुमारी ब्याङ्कले के छ त भन्दाखेरि यस स्पाइकमा बेच्ने अवसरको रूपमा लिन पर्यो स्पाइकमा अब 240 मा यसलाई पनि हामीले 240 50 को रेन्जमा बेच्नु ठिकै हो भन्छु है म चाहिँ होल्ड गरेर बस्नुभन्दा यो केबिएल पनि एसओएचएलमा के छ मोमेन्टम आएको हो त एसओएचएलतिर सोलु हाइड्रोमा होइन सेटअप यो जिएमएलआई जस्तै आरएसएमएल जस्तै हो त भन्ने हो भने यस हुन सक्ने खालको सिनारियो हामीले देख्छौँ है बुलिस मार्बुजु क्यान्डल फर्मेसन भएको छ अगाडितिर बढेको अवस्था छ भोल्युम पनि एग्रेसिभ छ सो यस पोजिटिभ मान्न सकिन्छ 1000 सम्मको रेन्जको टार्गेट राख्न सकियो तत्कालको लागि पोटेन्सियल देखिन्छ है एसओएचएलमा पनि ल भनेपछि मेजर हाई डिमान्ड हजुरहरू धेरैजनाले कमेन्ट गर्नुभएको स्टकहरू चाहिँ होइन यहाँ यही समराइज गरेर हजुरहरूको कमेन्ट सबैको होइन मेजर स्टकहरू चाहिँ एज पर एआई अनुसारले चाहिँ मैले पिक गरेर हामीले हेऱ्यौँ अब भिडियो अलिकति लामो त भइसकेको छ आज होइन आरएसएमएलको चर्चा गऱ्यौँ होइन मैले गरिनँ है यो किन्ने अवसर भन्न चाहिँ मैले हेरिनँ यस ट्रेडिङको लागि वी क्यान गो तर भेरी रिस्की एकदमै रिस्की यो बियरिस क्यान्डल होइन अघिल्लो सुटिङ स्टार पछि सजेस्ट चाहिँ गर्दिनँ मैले शिवमको हामीले चर्चा गरौँ यस गिरावटमा शिवम त बाइङको लागि हेर्न सकिन्छ कि शिवम राम्रो छ बिएच फेरि यो रिकमेन्डेसन होइन है फेरि यो भनेको शिवमको भिडियोमा धेरै चर्चा भएको थियो होइन शिवम किन्नु पर्यो त्यो होइन बाइङको लागि एक्चुअली हजुरले पनि ख्याल गर्नुहोस् तर हेर्दै गर्दाखेरि बेटर नै देखिन्छ है चार्ट पनि ओभरअल सिनारी त्यति मात्रै हो ल अरू ठिक छ है त्यसपछि आजको भिडियोलाई चाहिँ हामी यति नै गरौँ है बिजिएचएल बेच्दा हुन्छ कि भन्नुभएको छ उहाँले 850 मा किन्नु भएको थियो होइन मैले त 1200 कति 1300 को आसपासमा छ बिजिएचएल के गर्ने एक्चुअली यो स्टक चाहिँ हेरिहालौँ किनभने हामीले चर्चा गरेको थियौँ पेस्ने बेला भयो भने मैले भिडियोमा चर्चा गर्छु भनेर होइन भनिसकेको छु त्यो हिसाबले हेर्ने भने अहिलेको लागि होल्ड नै गर्नुहोस् न किन गर्ने त्यस्तो भोल्युम एग्रेसिभ भोल्युममा सप्लाई आएको छैन अझै माथि जान सक्छ होइन अब अझै भोलि पनि अब यही 1300 कै रेन्जमा 3-4 दिन बस्छ भने क्यास फ्लो प्राइटेज गरेर पार्सियल सेलिङ गर्न सक्नुहुन्छ त्यसरी अहिलेसम्मको लागि त ठिकै छ नै भनौँ होइन सस्टेन नै गरेको छ त्यो नै सकारात्मक हो है होइन भने हजुरले 5 डेज एमएलाई हेर्नुहोस् 5 डेज एमए इन्डिकेटरलाई हेर्ने बेला भइसकेको छ सो 5 डेजलाई हेर्नु 5 डेज एमए जहिले तोड्छ त्यसपछि सेलिङको लागि हेर्नु होला अलि तल चाहिँ जान्छ है फेरि 1150 भन्दा तल गएछ भने भनेको आजको रेन्जबाट त अराउन्ड 10% को रेन्ज हुन्छ अब यत्रो त म रिस्क किन लिने पनि सोच्न सक्नुहुन्छ सो पार्सियल ट्रेडिङको लागि पार्सियल सेलिङको लागि हेर्न सक्नुहुन्छ है राम्रो प्रफिट भइसकेको छ भने होइन लगभग 50% को तपाईँलाई गेन छ नि त सो अलिकति प्रफिट बुकिङ गर्नु पनि ठिकै हो होइन वेट गर्नुहोस् रिजेक्सन आउँछ भने प्रफिट बुकिङ गर्नु होला नत्र पर्खिनुहोस् न अझै किताब 100 आइहाल्यो भने त आइहाल्यो नि फेरि त्यसरी हेर्नु होला है ल त्यसो भए आजको भिडियोलाई चाहिँ मैले यति नै गरेँ एकचोटि स्मार्ट वेल्थ प्रो चेकआउट गर्नु होला यो अफर चल्दै गर्दाखेरि नै किन्ने प्लानमा हुनुहुन्छ भने होइन अफर अब सकिसकेपछि फेरि होइन अब मलाई पनि गाह्रो हुन्छ नि त फेरि अर्को फेरि एक दिन थपिदिनु भन्नको लागि सो है एक्चुअली हेर्नुहोस् र हजुरले अहिले मात्र होइन हामीले फर्दर जुन प्रोग्राम्सहरू लन्च गर्नेवाला छौँ फ्युचरमा हजुरहरूको डाटा डाइरेक्ट मसँग आउँछ अहिले पहिला मैले एउटा फर्मको सिस्टम बनाएको थिएँ त्यो फर्म डबल भर्न त्यो एउटा त्यो झन्झटिलो प्रोसेस भन्दा म डाइरेक्टली नै डाटाबेसमा डाइरेक्ट हजुरले त उतापट्टि फर्म भर्दै गर्दाखेरिको इन्फर्मेसन मसँग आउने सिस्टम मैले बनाएको छु सो त्यसरी हजुरलाई फ्युचरमा पनि हाम्रो अरू प्रोग्राममा पनि हामी बेनिफिट चाहिँ प्रोभाइड गर्नेछौँ है त सो अहिले मात्रै होइन फ्युचरमा पनि बेनिफिट प्रोभाइड हुन्छ माइन्ड प्रफिट प्रोमो कोड युज गर्दै गर्दाखेरि सो चेकआउट गर्नुहोस् एकचोटि है मेरो सजेसन हेर्नुहुन्छ भने यस मजाले जान सक्नुहुन्छ है त ल त्यो हिसाबले तर प्रायोरिटाइज चाहिँ स्मार्ट चार्टलाई नै गर्नु होला है मैले फेरि पनि भने प्रायोरिटाइज चाहिँ स्मार्ट चार्टलाई नै गर्नु होला धेरै ट्रेडिङको लागि चाहिने भनेको चाहिँ हामीलाई यो हो यो सफ्टवेयर हो र अरू अब एनालिसिसको लागि होइन अरू त्यसपछिको लागि चाहिँ हाम्रो स्मार्ट एनालिटिक्स दुईवटा भएको त बेस्ट भयो त्यसरी कि हामीले हेर्नु पऱ्यो है त ल अब भोलिको भिडियोपछि हामी चर्चा गर्नेछौँ किन्नको लागि स्टक छान्नु होला आजको दिनमा स्टडी गर्नु होला भन्ने नै मेरो कन्क्लुजन हो हामी सकारात्मक छौँ त्यो हिसाबले है त ल धन्यवाद जय नेपाल।